गुड मर्निङ। म आज चिरनदेखि काठमाडौँ जाँदै छ। तपाईँहरू मेरो युट्युब च्यानल हेरिदिनु होला भन्न चाहन्छु। थ्याङ्क यू सो मच। हेलो, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरू आरामै सन्चै होला भन्न चाहन्छु। हेर्नुहोस्, यो खोला नाला कति राम्रो है, सफा पानी छ यसमा, कति चिसो हावा आइरहेछ। यो टाढा यो रुखको हाँगा हेर्नु कति राम्रो छ, आनन्द, कति आनन्द। घामको प्रकाशले यहाँ म बसिराखेको छु, त्यसैले यहाँ खोला हेर्दै बस्दै आनन्द, कति मजा आनन्द छ। म चाहिँ यहाँबाट अब हिँड्न लागेको साथीहरू। अब मेरो यात्रा चाहिँ काठमाडौँसम्मको छ। अब यो बाटो चाहिँ एकदम सफा सानो भएको कारणले म चाहिँ एकदम बिस्तारै जान्छु। त्यही हो, यात्रा गर्नलाई एकदम आनन्द छ, मजा छ, त्यसैले यो बाटो हुँदै जाने। साथीहरू, मैले अघि नै म आएको बाटो देखाएको थिएँ नि तल, त्यही बाटो यो मैले माथिबाट खिचेको थियो। हेर्नु त कति तल छ, म माथि आइपुगिसकेँ डाँडोमा। बाटो चाहिँ एकदम सानो छ, एकदम भिर पाखा। हेर्नु यस्तो छ, यहाँबाट खस्यो भने एकैचोटि खोलातिर पुग्ने। हेर्नु यही हो, अघि म त्यो ठाउँबाट आएको। हेर्नु त, हावा चाहिँ एकदम चिसो चलिरहेको छ, कति आनन्द छ ड्राइभिङ गर्नको लागि चाहिँ। तर बाटो चाहिँ एकदम सानो छ, यो माथि जानुपर्छ अझै। र राम्रोसँग चलाएर जाँदा चाहिँ राम्रो हुन्छ है। तपाईँहरू आउँदाखेरि पनि राम्रोसँग ड्राइभिङ गरेर आउनु होला। हेर्नु यो पहाड कति राम्रो छ, अन्त हरियाली, कति चिसो हावा, घामको ताप कति, त्यसमाथि चिसो हावा। म रेस गरेको अवस्थामा एकछिन बिसाएँ, एकछिन भिडियो बनायो, एकछिन बसेँ, त्यसपछि आफ्नो यात्रा सुरु गरेँ। त्यसैले यो हेर्नु, यो ठाउँ म जुन अघि आएको ठाउँ, यही बाटो हुँदै आउने हो। कति भिड छ हेर्नु न, यहाँबाट खस्यो भने कहाँ पुग्ने होला यार। हेलो गाइज, फेरि म ठ्याक्कै काठमाडौँ आइपुग्न लाग्यो। यहाँबाट देखियो काठमाडौँ भ्याली 25 किलोमिटर होला। मेरो भिडियो हेरिदिनु हुने सम्पूर्ण दर्शकवृन्दहरूलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु हुने सम्पूर्ण दर्शकवृन्दहरूलाई धन्यवाद।